एभ्रिवान, सबैजनालाई धेरै धेरै नमस्कार र स्वागत छ मेरो भिडियोमा। म विद्यालयको काम सकेपछि 10 बजेदेखि 4 बजेसम्म यस विद्यालयमा बसेपछि बालबालिकाहरू सबै गइसकेका छन् र म पनि घर जाने बेला भयो र मेरो श्रीमान मलाई लिन आइसक्नु भएको छ। मेरो बाबु पनि आएको छ मसँगै। मलाई पुर्याउन र लिन आउनलाई रुन्छ र मलाई लिन आएपछि खुसी हुन्छ। अब अलि पछाडि मसँगै स्कुल पनि आउँछ, अलिअलि सानै छ र म घर आइपुगेँ। मेरो नानी बाबु मेरा बच्चाहरू मलाई पर्खेर बसेका हुन्छन्। मेरो ठुली छोरी आएकी छैन अझै। र त्यसपछि मेरो विद्यालयको काम सिद्ध्याएपछि खाजा खाएर म फेरि आफ्नो खेततिर लागेँ र बारीमा गएर घाँस लिएर आउनुपर्छ। र हाम्रो चपुरको बाटो, रोडको बाटो हेर्नु न कस्तो राम्रो बाटो बनेको छ अहिले त। पहिले त कस्तो थियो बाटो, अहिले त एकदम राम्रो। जस साधन चलाउनेलाई पनि नगरपालिका हेर्नु न कस्तो जीर्ण अवस्थामा छ। फेरि पहिलेकै रूपमा कहिले फर्किने होला त्यो नगरपालिका। अनि बजार एरिया कस्तो रमाइलो छ। कस्तो हेर्नु न, मौसम पनि पानी परेपछि कस्तो आनन्दको मौसम हुने खालको मौसम छ, राम्रो मौसम छ। र त्यस पछाडि हामी यो बाटो हुँदै नगरपालिका गर्दै हामी नहरको छेउ आइपुग्यौँ। र हजुरहरूलाई आज म एउटा ठाउँ देखाउँछु जुन चाहिँ हाम्रो यहाँ रौतहटमा बनिरहेको छ। यो चाहिँ गौरदेवी मन्दिर हो। यो चाहिँ हाम्रो कस्तो भने हाम्रो यो पूर्व पश्चिम जोड्ने रेलवे मार्ग बन्दैछ। हेर्नुहोस् न बाटो पनि कस्तो भएको छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ म हजुरहरूलाई देखाउँछु भन्ठानेको थिएँ, तर कति दिनदेखि यहाँनिर त बाटो बिग्रेको भएर भिडियो लिन नै नसकेको अवस्था भएको कारणले गर्दा चाहिँ आज लिएको छु मैले। यो ठुलो फ्लाइओभर जस्तो टाइपको पुल बन्दैछ र यहाँबाट चाहिँ रेल चल्ने यो बन्न त बन्दैछ, तीव्रै रूपमा बन्दैछ। तर यो बन्न त केही वर्ष भन्दा पनि धेरै वर्ष नै लाग्ला, तर बन्दैछ। धेरै राम्रो। अब बनिसकेपछि त विकास होला। र अहिले यो बन्दैछ। बन्ने क्रममा चाहिँ बाटोहरू चाहिँ एकदमै खराब अवस्थामा रहेको छ। र यो बाटो हेर्नु न धुलो कति छ। यस्तो छ है, वारिपारीको नै छ यो, उतापट्टि पारिपट्टि र वारिपट्टि ठुलो पुल बन्दैछ। धुलो, बाफ्रे 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 धुलो, कति धुलो। बाटो पनि यस्तो छ, एकदम खराब छ बाटो। अब राम्रो बाटो आयो त्यसपछि अब हाम्रो सन्तपुर आइपुग्यो। बोर्ड हेरी देखिहाल्नुभयो हजुरहरूले। रमाइलो छ हाम्रो बारी जाने बाटो। मन्दिर श्रीकृष्ण प्रणामी मन्दिर शान्तिनगर, सरी सन्तपुर, शान्तिनगरको आफू भएर शान्तिनगर मात्र भन्न आउँछ। र हजुरहरूले मेरो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला। अब हाम्रो बारी आयो, बाई बाई। यो हाम्रो घाँसबारी। म दिनदिनै यहाँ आएर 3-4 किलोमिटर टाढै होला आएर सधैँ यहाँबाट घाँस लाने गरेको छु। यो चाहिँ मेरो डेली रुटिन हो। जागिर र घर परिवार सबै सम्हालेर जिन्दगी सुख खुसीसँग चलिरहेको छ। त्यहाँ आँप पनि छ, रमाइलो।